आज चाहिँ January 1 न्यू इयरको दिन होइन 2026। यसमा चाहिँ अब के भएको थियो त ल 17 वर्ष अगाडि प्रिमियर लिगको हिस्ट्रीमा के भएको थियो भन्दाखेरि सेमस कोलम्यान चाहिँ अहिले एभर्टनको क्याप्टेन। 17 वर्ष अगाडि सेमस कोलम्यानलाई एभर्टनले स्लिगो रोबर्सबाट 60,000 पाउन्ड्समा किनेको थियो अनि त्यो 2009-10 सिजनमा उसले चाहिँ डेब्यू म्याचमा म्यान अफ द म्याच अवार्ड पाएको थियो टोटन्ह्यामसँग। हामी चाहिँ सधैँ बिग क्लबहरूको बिग टिमहरूको बिग प्लेयरको कुरा गर्छौँ तर अन्डररेटेड प्लेयर अन्डरडग्सहरूको कुरा कहिले गर्दैनौँ। त्यही भएर आज चाहिँ कुरा हुँदैछ सेमस कोलम्यानको जो चाहिँ एभर्टनको एकदम की प्लेयर हो अनि ही हेज अल्सो बिन नेम्ड प्लेयर अफ द सिजन एन्ड हेज अल्सो बिन इन्क्लुडेड इन द PFA टिम अफ द इयर फर द 2013-14 सिजन। अनि एन्ड ही इज अ आइरिस फुटबलर हुज ड्रिम केम ट्रु इन 2009 अफ प्लेइङ इन द प्रिमियर लिग, जुन चाहिँ धेरै प्लेयरहरूको ड्रिम नै हो है प्रिमियर लिग खेल्नको लागि।